चाहिँ कैलाश पर्वत हो। के भनेको चम्किरहेको महादेव, लास भनेको चाहिँ ढुङ्गा, दुईटाको योगद्वारा चाहिँ कैलाश बनेको चाहिँ त्यो सक्कली कैलाश पर्वत चाहिँ नेपालमै छ। अर्को एउटा मानव भनिएको मानसरोवर कैलाश चाहिँ चाइनामा छ, तिब्बतमा छ। यो चाहिँ आदेश दिनको लागि आउनुभएको आदेश्वर कैलाश पर्वत जुन चाहिँ नेपालमा छ। अब यहाँको बारेमा भन्नुपर्दा चाहिँ अथवा यहाँको महिमा भन्नुपर्दा चाहिँ शिव र पार्वतीले चाहिँ गणेश र कुमारलाई को बुद्धिमान हो, को चलाक हो, को सर्वश्रेष्ठ हो, यो ब्रह्माण्ड 3 चक्कर घुमेर भन्नुभएको थियो। कार्तिक कुमारसँग मयूर थियो, सम्भव थियो छिटो गएर छिटाउँला भनेर सोझो हिसाबमा दौडिहाल्नुभयो। उहाँ दोस्रो हुनुभयो। गणेश भगवानले चाहिँ आमा बुबा नै सिर्जनाकर्ता शिव पार्वती हो भन्ने कुरा बुझेर आमा बुबालाई 3 चक्कर घुमेर गणेश भगवान चाहिँ विजय प्राप्त गर्नुभयो र भाइ फेरि यतापट्टि रिसाइरहनु भएको थियो, दुःखी हुनुभएको थियो दोस्रो भएर। अनि भाइलाई कसरी खुसी पार्ने भन्दाखेरि चाहिँ गणेश भगवानले फेरि बुद्धि खेलाएर शिव र पार्वतीले दिनुभएको फुलको माला, यसमा तिम्रो हक छ कुमार, तिमी त ब्रह्माण्ड घुमेर आएको, तिमी सोझो कुमार, लाउ कुमार भनेर भाइलाई पहिराइदिएपछि कार्तिक कुमार पनि खुसी भएको कैलाश पर्वत यही हो। गणेश भगवान पनि खुसी भएको कैलाश पर्वत यही हो। र ब्रह्माण्ड नायक हर हर महादेवको साथमा 33 कोटी देवी देवता खुसी भएर बसिरहेको कैलाश पर्वत चाहिँ यही हो। अब यो आएपछि यहाँ आएपछि के हुन्छ भन्दाखेरि टुटु परिवार मिल्छ, नआएको ज्ञानहरू आउँछ, कार्यसिद्धि हुँदै जान्छ, 100मा 100% हुन्छ। र यो ठाउँ चाहिँ के हो भन्दाखेरि व्हाइट गुम्बाको अलिकति तल बुद्ध पार्कबाट 2 किलोमिटर माथि आदेश्वर माइक्रो बस स्टप भन्यो भने हजुर ठ्याक्कै भेट्न सक्नुहुन्छ। यो चाहिँ कैलाश पर्वत हो। अझै हेर्नु मन लाग्छ भने ओम 0 आई एम रियल हिरो भनेर चाहिँ टिकटकमा हेर्न सक्नुहुन्छ। अनि युट्युबमा चाहिँ कैलाश टिभी कैलाश बाबा भनेर हेर्न सक्नुहुन्छ। ल म त्यो मान्छे मै हो ल, फेरि हामी यहाँ छ भाइ। ठिक छ हजुर,